यस्तो यो झार मकै छर्न आएको भने त्यति छ। यो झार भन्ने नि यस्तो छ, अब कसरी साध्य लाग्छ यो गरेर। यो यहाँ मकै छर्ने नि काम छैन, त्यस्तो छ। आजसम्म पानी आएको गएर मकै झार यत्रो भयो बारीमा, मकै छर्न त्यसै छ। यत्रो झार हजुरको गाउँतिर हुन्छ कि नै कमेन्ट गर्नु होला, सब्सक्राइब गरिदिनु होला। यसलाई चाहिँ के भन्छ त्यसको नाम? यो चरी अम्लो भन्छ को यसलाई त? सरी अम्लो। यसको पात धेरै अमिलो हुन्छ अरे हो। चुक पो चाहिन्न यसको पातलाई त, यही मात्रै खाएर भएन, मकै खत्तम पारिदिइहाल्छ। यसको चाहिँ पात एकदमै अमिलो हुन्छ, चुक पनि हुन्छ यसबाट। अमिलो यो जरो नि हुन्छ, यत्रो जरो हुन्छ, जरा गेडा पनि हुन्छ नि। त्यता दाना हुन्छ नि। यस्ता मकैका जस्ता गेडा हुन्छन् कि गाइज यी हैन। यसलाई खाने मकै झर्ने बेला यस्तो खेल्नु छ हाम्रो। यत्रा हुन्छ नि, यत्रा साना हुन्छ नि, देख्न सक्नुहुन्छ गाइज। यत्रो बारीभरि यस्तै हुने त साध्य लाग्दैन थियो होला, यति गर्न छ। तर थोरै छ एरिया चाहिँ, थोरै भन्दा नि दिन लगभग 2 घन्टा त लाग्छ। तर फेरि यस्तरी निकाल्नुपर्छ कि यस्तरी खनेर मुसाले जस्तो, किनकि एउटा गेडा नि यसका छुट्न हुन्न। फेरि यसले त यो कोरोना भाइरस जस्तो पुरै सङ्कटमा बनाएर यहाँ त बिजोग बनाउँछ गाइज, हो कि नै? यस्तो छ, देख्न सक्नुहुन्छ गाइज। यस्तो हुन्छ कसै कहाँ गाइज। हामीलाई त साह्रै दुःख थियो। आजकल मकै छर्न छैन, अब पानी आएको गएर बल्ल छर्ने। यस्तो कसो फेरि भोलि नि आउँछ भन्छ। वैशाख लाएर गएर जेठ आउन थालिसक्यो भनेको नि पुगिदिया छ, के नि नपताएर नि भएन। यस्तो छ गाइस, यस्तो लसुन खने भन्दा बढी छ नि। ल ठ्याक्क 2 मिनेट भयो।